गाउँघरमा दशैंको माहौल आएको हुनाले सबैजनाले आफ्नो घरमा रातो माटोले लिप्ने र कमेरो छेप्ने काम गरेका थिए। मेरो मम्मी अलिकति धेरै नै बुढी भइसकेको हुनाले उहाँ रातो माटो लिन जान सक्नुहुने थिएन। रातो माटो पनि चोर्नको लागि जानुपर्ने थियो। हाम्रो गाउँभन्दा पारीको एउटा कामी दाईको बारीमा एकदमै रातो माटो आउने भएकोले दिउँसोमा जाउँ भने कामी दाई त्यही माटोको खाल्टोमा कुरेर बस्ने थिए र उहाँले त्यो माटोको खाल्टोमा सिसाका बोतलहरू पनि फुटालेर राखिदिएका थिए। त्यसैले रातिको बेलामा माटो चोर्न जानुपर्ने थियो। गाउँका अरू सबैले माटो खनेर ल्याइसकेको हुनाले म एक्लै भए पनि जानुपर्ने स्थिति आएको थियो। हाम्रो गाउँको रामे दाई उमेरले त करिब 60 वर्ष नागिसकेका थिए, तर हाइट होचो भएको हुनाले उनी अझै पनि 25 वर्ष ठिटो जस्तै देखिन्थे र रामे दाई रातभरि अरूको घर चाल्दै चाल्दै हिँड्ने थिए। उनले अहिलेसम्म 6 वटा भन्दा पनि बढी श्रीमती विवाह गरिसकेका थिए। त्यसैले उनलाई कुनै पनि बुढीले आफ्नो श्रीमानको रूपमा मानेका थिएनन्। त्यसैले उनी रातभरि विदेशतिर गएका केटाहरूको श्रीमतीको घरमा राति जाने र जासुसी गर्ने अनि उनीहरूसँग रक्सी र मासु खाने गरेर हिँड्ने थिए। दिनभरि जसको घरमा काम गर्यो राति उसैको घरमा त्यही साउनीलाई फकाएर उसको पुतलीको घर खोल्ने थिए। करिब रातिको 9 बजेको थियो। मैले कोही पनि मान्छे नपाएको हुनाले तिनै रामे दाईलाई, रामे दाई हिँड्नु न, म माटो खन्नको लागि जान लागेको, लाइट बाली दिने मान्छे पनि छैन आज। दिनभरि पानी पनि ठुलो आएको थियो, पहिरो गयो भने म खाल्टाभित्रै पुरिन्छु कि भनेर उहाँलाई लिएर गएँ। त्यो रातिको बेलामा सुनसान जङ्गलको बाटो रामे दाईसँग जाँदाखेरि उनले मलाई कोटै राखेका थिए। मैले उहाँलाई किन यस्तो गर्नुहुन्छ रामे दाई, म त तपाईको छोरी जस्तो मान्छे पनि भन्दा उनले विवाह गरेपछि एकैछिनको कुरा त हो नि, मैले के बिराए टोरको पाए छिराए भनेको जस्तै एउटा कहानी मात्रै हुन्छ के, केही हुँदैन लाटी। तिम्रो गाउँमा भएका सबै केटीहरू र आइमेहरूको पुतलीको घर खोल्ने म एउटा मात्रै त हो नि रामे दाई। सबैले विवाह गर्छन् र गाउँमा छोडेर विदेश जान्छन्। मैले त सबैको पुतलीको घर बुझिन्छ कि भनेर ख्याल राख्नु पर्यो नि भन्दै मसँग जिस्किँदै रातो माटोको खाल्टामा पुगेका थिए। खाल्टो एकदमै ठुलो भएको हुनाले मलाई त्यो खाल्टो भित्र गएर माटो खन्न एकदमै डर लागेको थियो। त्यसैले मैले रामे दाईलाई माटो खनेर ल्याइदिनु न भनेर 1000 पटक रिक्वेस्ट गरिसकेको थिएँ। तर उनले एउटा शर्त लगाएका थिए, जब माटो खनेर ल्याइदिन्छु त्यस पछाडि मैले तिम्रो पुतलीको घर खोल्न पाउनुपर्छ। मैले पनि अरू केही बाटो नपाएको हुनाले रामे दाईको कुरामा हुन्छ भनेकी थिएँ। मैले बाहिरपट्टिमै बसेर लाइट बालेर बसेँ र रामे दाईले खाल्टो भित्र गएर रातो माटो खनेर ल्याउनु भयो। यति धेरै माटो खन्नु भएको थियो कि मैले उचाल्न पनि नसक्ने। त्यस पछाडि हामीहरू दुवैजनाले त्यो रातो माटोको खाल्टोदेखि अलिकति पलतिर त्यो थैलोलाई घिसार्दै लिएर गयौँ र एकछिन त्यहाँ नै बस्न थाल्यौँ। रामे दाई रक्सी खाएको हुनाले उनी तिरिमिरी पारामा थिए। उनले मेरो पुतली खोल्ने कुरा निकालिसकेका थिए। मलाई भने उनको कुरा सुन्दाखेरि नै जिरिङ भएर डर लागेको थियो। एकछिन पछाडि जब उनले मलाई त्यो खरबारीमै मेरो पुतलीको घर खोल्न सुरु गर्न लाउनु भएको थियो, सबैभन्दा पहिला उनले आफ्नो हातले मेरो सुन्तलालाई यति नराम्रो तरिकाले समात्नु भएको थियो कि मेरो सुन्तलाभित्र भएको अलिकति गङ्गाजल पनि त्यहाँ नै निस्किन थालेको थियो र मेरो पुतली पनि एकदमै धेरै चुमुक चुमुक गरेको थियो। हुन त उनी ठकुरी भए पनि म सार्कीको छोरी। उनले मेरो पुतलीको घर खोलिदिँदा केही फरक पर्ने थिएन, तर पनि बाउसम्मको मान्छे भएको हुनाले मलाई डर लागिराखेको थियो। उनले मेरो सुन्तलालाई समातेर खाइरहनु भएको र अर्को हातले मेरो पुतलीमा कान्छी औलो छिराएर साँचो खोलिराख्नु भएको थियो। मेरो पुतलीबाट चिप्लो चिप्लो गङ्गाजल आइराखेको थियो। मैले पनि आँखा चिम्म गरेर स्वर्गको आनन्द लिँदै थिएँ। मलाई करेन्टको झड्का त त्यतिखेर लागेको थियो जतिखेर रामे दाईले आफ्नो पुन्तुरो मेरो पुतलीको टुप्पोमा राखेर 2-3 पटकसम्म झ्याकेर जब मेरो पुतलीमा उहाँले बिस्तारै बिस्तारै गरेर पहिलो पटक मेरो पुतलीको घर खोल्नु भएको थियो।
करिब 7वटा जति घर खुलेको रहेछ। मलाई एकदमै चराइराखेको थियो। न त मैले रामे दाइलाई मलाई नछुनु भन्न नै सक्थे, न त तपाईको पुन्तुरोलाई निकाल्नु भन्न नै सक्थे। म पनि उहाँको पन्तुरोले मेरो पुतलीको घर खोल्ने बेलासम्म भित्रभित्रै मनमा कुराहरू खेलाउँदै आँखा चिम्म गरेर बसेको थिएँ। उहाँले मलाई घरि भैँसी जस्तो घरि बाख्रो जस्तो बनाएर मेरो पुतलीको घर खोल्नुभयो। म जता मलाई जब त्यतिखेर आएको थियो कि जतिखेर मेरो पुतलीबाट सेतो घिउ निस्किने बेला भएको थियो, त्यतिखेर त मैले पनि रामे दाइ हुन् भन्ने बिर्सेछु र उनलाई च्याप्पै समातेर मैले मेरो पुतलीलाई नचाही उनको पन्तुरो मेरो पुतलीभित्र सबै छिराएर साँचो खोल्न थालेकी थिएँ। त्यतिखेर त मलाई स्वर्गकै आनन्द आएको थियो। रामे दाइले मलाई भयो पुग्यो भन्दै थिए, तर मैले उनलाई छोड्नै मानेकी थिइन्, किनकि म अन्तिम स्टेजमा पुगेको हुनाले उनको पुन्तुरोबाट त घिउ निस्किसकेको रहेछ र उनको पुन्तुरो पनि निदाइसकेको थियो। मलाई नपुगेको हुनाले मैले त्यही निदाइसकेको पुन्तुरोले भए पनि काम चलाए र मेरो पुतलीबाट 19 वर्षसम्म थुप्रिएर बसेको गङ्गाजल र घिउ जति सबै एकैपटक निकालेको थिएँ। मेरो त गानो गएको जस्तै भएको थियो। पहिलो पटक भएर होला नि त भने र रामे दाइलाई त्यो माटोको भारी बोकाएर घरमा आए। त्यो राति मलाई फिटिक्कै निन्द्रा लागेन। रामे दाइ पनि धेरै रात छिपिसकेको हुनाले म सुत्ने कोठामा नै अर्को खाटमा सुत्नु भएको थियो। जब बिहान 4 बजेको थियो, रामे दाइको उठ्ने टाइम भएको रहेछ। त्यतिखेर उनको पुन्तुरो पनि रामे दाइ भन्दा पहिला नै उठेर बसेको हुनाले उनले म मस्त निदाएको बेलामा आएर मेरो पुतलीको साँचो फेरि पनि खोल्न खोज्नु भएको रहेछ। निन्द्रामा मलाई चिसो भएको जस्तो अनुभव भयो अनि मैले त सोचेकी थिएँ कि हिजो बेलुका रामे दाइले मेरो पुतलीको घर खोल्दाखेरि पुतली भित्रै रामे दाइको पुन्तुरोबाट निस्किएको घिउ अड्किएको होला, त्यही निस्किँदैछ होला भनेर निन्द्रामा रामे दाइको पुन्तुरोलाई सम्झिँदै बस्दै गरेकी थिए। रामे दाइले त मेरो पुतलीको टुप्पोलाई आफ्नो मुखले पो साँचो खोल्दिन थाल्नु भएको रहेछ। मलाई जब पक्कै पनि रामे दाइ आएका होलान् भन्ने लाग्यो, त्यस पछाडि मैले आँखा खोलेर हेर्दाखेरि उहाँले मेरो पुतलीको मुखमा आफ्नो हातको 2टा औँला हालेर साँचो पनि खोलिराख्नु भएको रहेछ र आफ्नो मुखले पनि साँचो खोल्दै हुनुहुन्थ्यो र उहाँले जब आफ्नो पुन्तुरोलाई तनक्क तन्काएर मोही पार्ने मदानी जत्रै बनाउनु भएको थियो। त्यस पछाडि बेलुका त रामे दाइलाई रक्सी लागेको हुनाले उहाँ एकदमै कमजोर हुनुभएको रहेछ। जब बिहान रक्सीले छोडेको थियो, रामे दाइले त मेरो पसिना नै आउने गरी मेरो पुतलीको बुटलाई उडाउन थाल्नुभयो। मच्छित मारेको जस्तै गरेर प्याटपेट गर्दै आवाज आइराखेको थियो। आमाले सुन्नुहुन्छ कि भनेर बिस्तारै पुतलीको घर खोल्नु न रामे दाइ भन्दै उहाँलाई भन्दै थिए। रामे दाइले मेरो कुरा नसुनिकन पुतलीको घर खोल्नमा व्यस्त हुनुहुन्थ्यो। उहाँले जब आफ्नो पुन्तुरोबाट घिउ निस्किन थालेको थियो, उहाँको घिउ सबै मेरो शरीरभरि भएको थियो। जब रामे दाइले बिहान 4 बजे मेरो पुतलीको घर खोलेर उहाँ जानुभयो, त्यस पछाडि मेरो शरीर लास्टै थाकेको हुनाले म भने मस्त निद्रामा परेर निदाएकी थिएँ। बिहान उठेर गोठामा कुँडो पकाउन जान्छु भनेर चप्पल लगाएर गोठमा जान लागेको एकदमै जाडो भयो अनि ढाड पनि लास्टै दुखेको हुनाले ढाडमा मैले एउटा चुन्नीलाई बाँधे अनि गोठमा लागे। मेरो खुट्टाहरू पनि अगाडि सार्न मिलेको थिएन। मेरो पुतली नराम्रै तरिकाले पुतलीको घर खोलिदिनु भएछ। मेरो पुतली भन्दा वरिपरि बाजो खेत जस्तै पटपटी फुटेको थियो र मेरो पुतलीको घाउ सुकेर कालो कालो खोस्टाहरू पनि भइसकेको रहेछ। जब म बाथरुममा गएर बसेकी थिएँ, त्यतिखेर मेरो पुतलीको मुख पनि लास्टै भगवती पोलेको थियो। मैले जसो तसो गरेर मेरो पेटको ट्याङ्कीलाई खाली गरे र पूर्व र पश्चिम गर्दै खुट्टा तन्काएर बिस्तारै म कोठामा आएकी थिएँ। त्यस पछाडि त म उठ्न पनि सकेकी थिइनँ। हुन पनि पहिलो पटक पुतलीको घर खोल्दाखेरि लास्टै गाह्रो हुँदो रहेछ। साथीहरू, अहिले त रामे दाइले मेरो बिहान र बेलुका 2 पटक गरेर पुतलीको घर खोलिरहनुहुन्छ, किनकि रामे दाइको काम नै अरूको छोरी बुहारीको पुतलीको घर खोल्ने र कोषले नयाँ श्रीमती विवाह गरेर लिएर आएको छ उसैतिर नजर लगाउने र त्यो मान्छे कहिले विदेश जान्छ भनेर उसको बुढीलाई फकाएर उसको बुढीको पुतलीको घर खोलिदिने काम गर्ने भएकोले मलाई एकदमै सजिलो भएको थियो।
आजभन्दा 1 हप्ता अगाडि रामे दाई दाउरा काट्न जाँदाखेरि बुटोले अठाएर उहाँको ढाड पनि भाँचिएको रहेछ। अहिले त उनले मेरो पुतलीको घर खोल्नु त के आफ्नो बिस्ताराबाट उठ्न पनि सक्दैनन्। मलाई भने अहिले दिनको एकपटक पुतलीको घर नखोली नहुने भएको हुनाले गाउँमा केटाहरू पनि सबै विदेश गएका छन्। म के गरौँ कसो गरौँ भनेर मेरो घरभन्दा मुनि काँक्राको झाल छ। कहिलेकाहीँ त्यही काँक्रोलाई टिपेर ल्याउँछु र मेरो पुतलीको घर खोल्ने गर्छु। यदि तपाईहरूले मेरो पुतलीको घर खोलिदिनुहुन्छ भनेदेखि तपाईहरूलाई मैले मेरो पुतली छर्लङ्गै देखाइदिनेछु। एकपटक मेरो पुतलीको घर देख्नुभयो भने तपाईहरू जिन्दगीमा पनि मलाई बिर्सिन सक्नु हुँदैन, किनकि पहिला त मेरो पुतलीको टुप्पो अलिकति कालै थियो। जब रामे दाइले मेरो पुतलीबाट गङ्गाजल निकालिराख्नुभयो त्यस पछाडि भने मेरो पुतलीको टुप्पो पनि काँचो मासु जस्तै भएर रातो भएर बसेको छ। यदि तपाईहरूले पनि पुतलीको टुप्पोलाई खेलाएर मेरो पुतली जिन्दगीभरि नबुझिने गरी खोलिदिन चाहनुहुन्छ भनेदेखि मेरो च्यानललाई सब्स्क्राइब गरेर सबैभन्दा पहिला यो मेरो भिडियोलाई सेयर गर्न नबिर्सिनुहोला, ताकि तपाईहरूले जुन दिन मलाई भेट्नुहुन्छ त्यो दिनमा मैले केही पनि कुराहरू नसोचिकन सिधै तपाईहरूलाई मेरो पुतलीको घर खोल्न दिनेछु। अहिलेको लागि बिदा हुन्छु। उही तपाईहरूकी चिटिक्क परेर बसेकी पुतली।